हेलो स्वाद मान्डु। आज चाहिँ दिनभरि पानी परेको गरे पछाडि म चाहिँ चिकन भर्ता बनाउन गइरहेको छु। सुन्दा अनौठो लाग्ला, अरूले बैगनको भर्ता भन्छन्, हामीले चाहिँ चिकन खै त लगेको छु र उता तानेर र बैगुन भने पछाडि चिकन बैगुन भर्ता जुन चाहिँ सुपी प्लस ग्रेभी हुन्छ बनाएर चाहिँ कोसिस गर्न गइरहेको छु। म चाहिँ सेफ राजीव फ्रम कुवेत। Another one. हामीले हेर्दै हाम्रो चाहिने सम्पूर्ण कुकिङ प्रेपहरू यहाँ हामीले सिद्ध्याइसकेका छौँ। अब हामी टेबललाई क्लिनअप गर्छौँ अनि हामी फेरि हाम्रो एक्चुअल कुकिङ प्रोसेसमा लाग्छौँ। A few moments later. नटमेग त यिनीहरू यतिकै एज इट इज खडा मसला हुन्छ। खडा मसला ड्याङमै हालेर गरे ये क्या है? अब हाम्रो कुकिङको मेन प्रोसेस, हामीसँग प्याज रेडी छ, लसुन रेडी छ, अदुवा रेडी छ, गुलबरा रेडी छ, प्याजको पत्ता रेडी छ, धनियाँ रेडी छ, खुर्सानी रेडी छ। मालूम है तेरे बाप को मत सिखा। साथसाथै स्टोभ बालिकन ग्यास बालिकन कुकर पनि राखिसकेको छु। विदिन 1 मिनटमा चाहिँ हामीले काटेको अहिलेको लसुन अदुवा र प्याजलाई त्यहाँ मिक्स गरिदिन्छौँ। नभएको एक्ज्याक्ट गोल्डन ब्राउन टेक्सचर आएछ। Nice. यसमा हाल्छौँ हामी अब हाम्रा रेगुलर घरका सम्पूर्ण बनाएर राखेका मसलाहरू, जहाँ पर्छन् थोरै बेसार, खोर्सानी हरियो हालेका छौँ, नहालौँ। त्यस पछाडि थोरै यो हाम्रो चिकन मसला प्लस कर्न मिक्स स्पेसल मसला 1 टिस्पुन। यो स्टेजमा हामी हाम्रो ग्रेभीलाई बनाउने यो थिकनर, यो जुन हाम्रो ब्रिन्जल भन्टा बैगुन जे छ यसलाई पनि हामी यही मोमेन्टमा यहाँ मिक्स गर्छौँ। अब हाम्रो लगभग ब्रिन्जल चिकन चाहिँ यहाँ केही मिनट सिमर भइसकेको छ। नाउ अब हामी यसलाई चाहिँ एकदम फ्लेभरहरू चाहिँ भित्र नै लक भएर चाहिँ जुसी टेक्सचर निकाल्नको लागि हामीले अघि नै चप गरेको टोमेटोज, गोलभेडा, धनियाँ, प्याजको पत्ता र यो मेन खुर्सानीको यो पनि अब यो पोइन्टमा हामी यहाँ मिक्स गर्छौँ। 1 by 1 सबै एकैपटक हाल्छु र म अरे कहना क्या चाहते हो? त्यस पछाडि म यसको तकरिबन 2 देखि 4 सिटी म यसलाई दिनेछु, जसले गर्दाखेरि चाहिँ यो अब प्रेसराइज्ड भएर एकदम राम्रोसँग प्रपरली फ्लेभराइज्ड भएर यसमा आउनेछ। 4 whistles to go. Bye, have a great time.